नमस्ते, राधे राधे हजुरहरू सबैजनालाई योगिनी एकादशीको धेरैभन्दा धेरै शुभकामना छ। र असार महिनामा कृष्ण पक्षमा परेको एकादशीलाई चाहिँ योगिनी एकादशी भनिँदो रहेछ। र मलाई पनि यो किताबबाट थाहा भएको हो। मसँग चाहिँ एउटा किताब छ, एकादशी महात्मा व्रत कथा भनेर, र म चाहिँ एकादशीको व्रतको दिन यो किताब पढ्ने गरेकी छु। र आज चाहिँ तपाईँहरूलाई पनि सुनाउन मन लाग्यो, पढेर कतै भुल भयो भने चाहिँ सुधारिदिनु होला है। युधिष्ठिर सोद्धछन्, ज्येष्ठ मासकी शुक्ल पक्षकी निर्जला एकादशीको महात्मा मैले सुने। असार महिनाको कृष्ण पक्षमा कुन नाम भएकी एकादशी हुन्छन् भनेर सोध्नुहुँदैछ। हे मधुसूदन, मेरा उपर कृपा गरी आज्ञा होस्। युधिष्ठिरको यस्तो वचन सुनेर श्री कृष्णजी उत्तर दिनुहुन्छ, हे राजन, वर्तमाको सबभन्दा उत्तम व्रत बारेमा म तिमीलाई भन्दछु, सुन। समस्त महापातकहरूको पनि क्षय गरेर भुक्ति र मुक्ति प्रदान गर्ने अषाढ महिनाकी कृष्ण पक्षकी योगिनी नाम गरेकी एकादशी छन्। हे नृपश्रेष्ठ, महापापको नाश गर्ने सनातनी यी एकादशी संसार रूपी समुद्रमा डुबेका मानिसलाई पाप गरिदिन्छन्। हे नराधिप, यी योगिनी एकादशी तिनै लोकको सारभूता छन्। समस्त पाप नाश गर्ने भएको यो पौराणिक कथा म भन्दछु। अलकापुरीका कुबेर नाम गरेका अधिपति भगवान शिवजीको पूजा गर्दथे। तिनको माली हेममाली नाम गरेको एक यक्ष थियो। अरू त्यसको अतिरूपवती विशालाक्षी नामकी एक स्त्री थिए। त्यो माली आफ्नै स्त्रीको प्रेमले कामदेवको वशमा प्राप्त भयो। मानसरोवरबाट फूलहरू टिपेर आयो, तर आफ्नी स्त्रीको प्रेमले वशीभूत भएर घरमा बस्यो, कुबेरको भवनमा गएन। हे राजन, कुबेर जब मध्यकालमा मन्दिरमा गएर शिवजीको पूजा गर्न लागे तब फूल पाएनन्। त्यसबेला त्यो हेममाली यक्ष घरमा आफ्नै स्त्रीका साथ विहार गरिरहेको थियो। समयमा विलम्ब हुन गएकोले यक्षराज कुबेर कुपित भएर भने, हे यक्ष हो, अगर त्यो दुरात्मा हेममाली के कारणले नआएको हो, निश्चय गरेर आओ। त्यसका घर गएर आएका यक्षहरू भन्दछन्, त्यो कामी आफ्नै अभिलाषापूर्वक आफ्नी स्त्रीका साथ रमण गरिरहेको थियो। तिनीहरूले भनेको यस्तो वाक्य सुनेर कुबेर अत्यन्त क्रोधित भए र फूल ल्याउने त्यस हेममालीलाई झट्ट बोलाउनु पठाए। पूजाकाल बितेको हुनाले भयले व्याकुल भएको हेममाली पनि त्यहाँ आइपुग्यो अनि कुबेरलाई नमस्कार गरी अगाडि उभियो। त्यसलाई देख्ने बित्तिकै क्रोधले कुबेरको आँखा राता राता भए। क्रोधले ओठ फरफराउन थाल्यो। तब क्रोधित कुबेरले भने, हे पापी, दुष्ट, दुर्वृत्त, तैले देवताको अवहेलना गरिस्, त्यसकारण तँलाई श्वेत कुष्ठ होस् र तेरी स्त्रीका साथ तेरो वियोग होस्। र हे अधम, यस स्थानबाट पतित भएर अधोगतिमा जा। कुबेरले यस्तो भन्ने साथै हेममाली आफ्ना स्थानबाट पतित भयो र श्वेत कुष्ठ रोगले पीडित भएर अत्यन्त दुःख पायो।
र घुम्दा घुम्दै यस्तो गहन वनमा पुग्यो कि जहाँ अन्न जल केही पाइँदैन थियो। त्यसै गरी घुम्ने भएको त्यसले न रातमा निन्द्रा पायो न दिनमा केही सुख पायो। रातमा शीतले र दिनमा घामले त्यो अत्यन्त पीडित भयो। तर शिवजीको पूजा गर्न भएको हुनाले त्यसको चैतन्य नाश भएको थिएन। पापले पीडित भए तापनि पहिलेका केही शुभ कर्मको स्मरणले गर्दा घुम्दा घुम्दै त्यो हेममाली पर्वतहरूमा सबभन्दा उत्तम हिमालय पर्वतमा पुग्यो। त्यहाँ त्यसले मुनिहरूमध्ये सबभन्दा श्रेष्ठ तपस्वी मार्कण्डेय मुनिलाई देख्यो र हे राजन, जुन मुनिको आयु ब्रह्माजीको 7 दिनसम्म लामो छ, तिनै मार्कण्डेय ऋषिको आश्रममा त्यो हेममाली पुग्न गयो, जसको आश्रम ब्रह्माजीको सभा समान छ, जसका चरणमा पापीहरू टाढैबाट प्रणाम गर्दछन्। त्यस्ता परोपकारी मुनिश्रेष्ठ मार्कण्डेय मुनिले श्वेतकुष्ठको व्याधिले मुक्त भएको त्यसलाई देखेर आफ्नो नजिक बोलाएर यस्तो भन्न लागे, तिमीले यस्तो के निदिन्त कर्म गर्यो कि जसद्वारा तिमीलाई यस्तो श्वेतकुष्ठको व्याधि उत्पन्न भयो। हेममाली भन्दछन्, हे मुनि, म यक्षराज कुबेरको सेवक हुँ र मेरो नाम हेममाली हो। म प्रतिदिन मानसरोवरबाट फूल ल्याएर शिवजीको पूजाका लागि यक्षराज कुबेरलाई टक्राउँथे। एक दिन मलाई विलम्ब भयो, किनभने म कामासक्त भएर आफ्नो स्त्रीका साथ रमण गरिरहेको थिएँ। त्यसै कारण यक्षराज कुबेरले क्रोधित भएर मलाई श्राप दिए। म कोडी भएर पत्नी वियोग भए यस लोकमा आए। पहिलाको कुनै शुभ कर्मको प्रभावले हजुरका समीपमा आइपुगेको छु। महात्माहरूको चित्त स्वभावले परोपकारी हुन्छ। यसकारण हे मुनिश्रेष्ठ, मेरो पाप नाश हुने उपदेश मलाई दिनुहोस्। मार्कण्डेय ऋषि भन्नुहुन्छ, मसँग तैले साँचो साँचो भनिस्, झुटो बोलिनस्। त्यसैले म तँलाई कल्याण हुने व्रतको उपदेश दिन्छु। सुन त, अषाढ कृष्ण पक्षकी योगिनी नामकी एकादशीको व्रत गर। त्यस व्रतका प्रभावले त अवश्य श्राप मुक्त हुनेछौ। मुनिको उपदेश सुनि त्यसले पृथ्वीमा प्रत्रेर मुनिलाई दण्डवत गरियो। ऋषिले त्यसलाई उठाइदिनुभयो। त्यो हेममाली हर्षित भयो। मार्कण्डेय ऋषिको उपदेश अनुसार त्यसले योगिनी एकादशीको व्रत गर्यो र व्रतका प्रभावले श्रापबाट मुक्ति भए दिव्य रूप अर्थात् पूर्व रूपमा प्राप्त भयो। आफ्री स्त्री साथ पनि त्यसैको भेट भयो र अत्यन्त प्रसन्न भई सुख भोग गर्दा भयो। हे राजश्रेष्ठ, योगिनी एकादशीको उत्तम व्रत मैले भने। 88,000 ब्राह्मणलाई भोजन गराएको जो फल हुन्छ त्यही फल योगिनी एकादशीको व्रत गर्नलाई प्राप्त हुन्छ। हे राजन, महापाप नाश गर्ने र उत्तम फल दिने अषाढ कृष्ण पक्षकी योगिनी एकादशीको उत्तम व्रत तिमीलाई सुनाए।